माउ चाहिँ हामी यताबाट आउँदाखेरि चाहिँ उड्यो क्या। यहाँ दुईटा अन्डा छ, हल्का सेभ गरिदिनु पर्छ होइन हात फुकेर। यी तिनवटा भाइले चाहिँ अब आफैमा कम्पिटिसन गरेको छन् र अब गेम स्टार्ट हुन गइरहेको छ। 1 2 3 डुबेर दाँतले टोकेर 1 2 3 गो। दाँतले नि सक्छौ तिमीले खोल्दा हुन। सिंगल सिंगल गुड आफ्टरनुन एन्ड नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फाइनली गाइज फेरि पनि आइसक्यौँ हामी नयाँ भिडियो लिएर। र आजको भिडियो पनि स्विमिङहरू होइन, अनि हामीले चाहिँ चराको चाहिँ गुड सुड भेटाएको थियो। आज सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला, त्यही नै हुनेवाला छ। र भाइहरू पनि आएको थियो मसँग। आज चाहिँ शनिबार होइन, त्यही भएर बिदा भएर चाहिँ केटाहरू आयो होइन। हामी पौडी खेल्नलाई आज आएको थियो बाख्रा लिएर, र केटाहरू चाहिँ अगाडि गइसक्यो। र यहाँ रहेका बाख्रा चाहिँ मैले अहिले लगेर गइरहेको छु। त्यही नै हो, बवाल इन्जोय चाहिँ भएको थियो आज होइन। भाइहरूसँग चाहिँ खुसी लागेको थियो, राम्रै नै भएको थियो होइन। हामीले चाहिँ गुड पनि भेटाएको थियो चराको, अनि अन्डा थियो, अनि माउ चाहिँ भागिहाल्यो। सो त्यही हो, सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। अब हामी भिडियोमै भेटौँ। केटाहरू चाहिँ यहाँ खेलिरहेछन् होइन। हाम्रो एउटा सने भाइले चाहिँ यहाँ माथिबाट चाहिँ सुल्टा हान्छु भनेछ होइन, र सने सुल्टा हान्न गइरहेको छ। 1 2 3 केटाहरू चाहिँ खतरा ल। सो गाइज म चाहिँ एकदमै माथिको ढुङ्गामा छु होइन, र केटाहरू चाहिँ यहाँ छन्। केटाहरू चाहिँ अहिले काठे गयो। ल ल केटाहरू ल जम्सम के छ? वाह, नापेर देखा कति गएर छ? केटाहरू डुब्छ होइन। केटाहरू धेरै भएन, 2-4 दिन ताल खेलेर चाहिँ केटाहरू फिट भइसक्यो ताल खेल्नको लागि। लुक एट दिस भ्यू गाइज। म चाहिँ एकदमै अल्गो ढुङ्गामा छु होइन। केटाहरू चाहिँ तल इन्जोय गरिरहेछन्, र 2-4 जना केटाहरू फेरि आइरहेछ पछाडिबाट। आज चाहिँ सटरडे शनिबार होइन, त्यही भएर चाहिँ केटाहरू आएको तालसाल खेल्नको लागि। अब यस्तै छ, म चाहिँ एकदमै ठुलो ढुङ्गामा छु। फोन गरेर देखाउँछु एकचोटि हजुरहरूलाई। म देख्न सक्नुहुन्छ म चाहिँ एकदमै अल्गो ढुङ्गामा छु होइन। केटाहरू चाहिँ तल इन्जोय गरिरहेछन्। अब म पनि एकछिनपछि चाहिँ पौडी खेल्नु पर्ने हुन्छ, र केटाहरूको एकछिन म इन्जोय देखाउँछु। सो गाइज केटाहरूले चाहिँ अब को चाहिँ टाढा जाने हो भनेर चाहिँ गेम गरिरहेको छ होइन, डुबेर। र को चाहिँ टाढा जान्छ सबैभन्दा यिनी तिनवटा भाइले चाहिँ अब आफैमा कम्पिटिसन गरेको छन्, र अब गेम स्टार्ट हुन गइरहेको छ। 1 2 3 डुबेर डुबेर माथि जान मिल्दैन। त्यो चाहिँ पुग्यो होइन, ट्युब्यो है त। अब दोस्रो पालो 1 2 3 त्यहाँ पुग्यो होइन त्यो चाहिँ। अब तेस्रोको पालो 1 2 3 ल। फर्स्ट गोदै हात उठा, सेकेन्ड अमरे, थर्ड चाहिँ यो लम्बु भयो होइन। सो गाइज हामीले चाहिँ यहाँ चराको ढुकुरको चाहिँ हामीले यहाँ अन्डा देख्यो होइन, गुड देख्यो वनमा। तपाईँहरूले देख्न सक्नुहुन्छ धन्नै फसेको रहेछ यहाँ। माउ चाहिँ हामी यताबाट आउँदाखेरि चाहिँ उड्यो क्या। यहाँ दुईटा अन्डा छ, हल्का सेभ गरिदिनु पर्दैन हात फुकेर। माउ चाहिँ यहाँबाट धन्न उड्यो क्या। हामी आयौँ होइन, यो गुड देख्नेवाला मान्छे यहाँ चाहिँ। हामी चाहिँ यताबाट आइरहेको थियौँ, अनि यहाँनिर पुग्दाखेरि चाहिँ यहाँ चरा चाहिँ उड्यो क्या। अनि उड्दाखेरि चाहिँ हेऱ्यौँ हामीले यहाँ अन्डा रहेछन्। अब होइन एकछिन पछि बनाउनु पर्छ। हामी जङ्गलमा छौँ अहिले, घना जङ्गलमा। केटाहरू माथि गएको छ बुङ्गा काट्न, र हामी फेरि पनि आइसक्यौँ बुङ्गा च्यालेन्ज लिएर। आज चाहिँ 3 जना छन्, र एकउन्डा बुङ्गा चाहिँ केटाहरूले समाएको छन्। र कसले चाहिँ फास्ट हान्न सक्छ, कसले चाहिँ छिटो खान सक्छ होइन। नखोल्छ अहिले चाहिँ कस्तो, पहिला रुल सुन्नु केटा हो। तिमीले दाँतले टोकेर पनि खोल्चाउन सक्छौ होइन, जसरी पनि खोल्चाउन सक्छौ। कसले चाहिँ छिटो खोल्चाउने है त, दाँतले टोकेर 1 2 3 गो। दाँतले नि सक्छौ तिमीले खोल्चाउन।
सिंगल सिंगल च्यालेन्ज हो, 1 गुन्डा बुङ्गा चाहिँ च्यालेन्ज हो होइन, कसले चाहिँ छिटो सक्ने भनेर चाहिँ हो। सबै गुदी हेर्छु मैले। कसले सब आएर छिटो निल्ने है। घाँटीमा हेर्छु अहिले मैले मुखमा। कसले छिटो सक्ने। निल्ने पनि हो है त्यहाँ, छिटो छिटो एकदम फाल्दैन है कतै। मुखमा हुनु भएन है। कसले सक्यो। चाँदले सकिस्। चाँदले खाना नि फर्स्ट खाएको होइन, त्यसपछि गोदाले खाएको, त्यसपछि उसले खाएको, त्यस्तै हो। हाम्रो केटाहरूमा चाँदै फर्स्ट भयो, अनि सेकेन्ड हाम्रो गोदे भाइ भयो, थर्ड सन्के भयो। सक्नेमा होइन नि त, अघि टोक्नेमा भने हो। अब ल ठिकै छ, तिम्रो 2टा सेकेन्ड भयो त ल। केटाहरूको च्यालेन्ज सक्यो, यसपछि हामी अरू भिडियो बनाउँछ। आजको भिडियो चाहिँ यही सकिन्छ र हामी भोलिको भिडियोमा भेट्नेछौँ। त्यति बेलासम्म यो भिडियोलाई माया गरिदिनु होला, पुरानो भिडियोलाई गएर यसो हेर्नु होला, चेक गर्नु होला, के छ कमी कमजोरी कमेन्ट छोड्नु होला। र हाम्रो चाहिँ धेरै 3-4 दिन भइसक्यो होला भिडियो हाल्न नपाएको होइन। म चाहिँ आज भोलि चाहिँ अब त्यस्तै गाउँमा हुन्छ नि काम थियो, अनि त्यही भएर चाहिँ मैले हाल्न पाएन। र अझै अब आजको नि आउँछ होला सायद, आउँछ आउँदैन होइन, के हुन्छ काम। म चाहिँ अहिले बिहानको 7 बजेको छ, अनि एकछिनपछि म एडिट गर्छु होइन भिडियोहरू, त्यसपछि चाहिँ म हालिदिन्छु। र सबैजनाले माया सपोर्ट गर्नु होला। यदि सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला, र अल बेल गर्न नबिर्सिनु होला। र भिडियोलाई यदि सेयर गर्न सक्नुहुन्छ होइन, सेयर पनि गरिदिनु होला। र हामी भोलिको भिडियोमा भेट्नेछौँ। बाई बाई, थ्याङ्क यू अल अफ यू।